ढुङ्गा बोक्नु भएको हल्का सामान हेलो सेवा नमस्कार म चाहिँ अजिता राई तपाईलाई मेरो नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ म अफिसको कर तिर्नको लागि चाहिँ यहाँ राजस्व कार्यालयमा आइरहेको छु अनि अफिसको कर तिरेर म फर्किन्छु अनि त्यहाँदेखि फेरि अफिस एकछिन बसेर 2 बजे आज शुक्रबार हो नि त त्यही भएर शुक्रबार छुट्टी 2 बजे छुट्टी भयो फेरि म नौरानको लागि नौरान खानु जानुपर्ने छ। नलाउने यो जुत्तै नलाउने अरे आइनले आज अर्को जुत्तै लाउने अरे उसको चप्ली लाउने खानु पनि मान्ने भइसक्यो। बस न बस 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 यो लगाऊ यहाँ लगाऊ छिटो यसो गरेर झर्छ नि त यसरी तानी अनि यसरी लाउने अरे। एउटालाई त नाटक बेसी छ क्या आयनको नाटक बेसी छ। नाटक बेसी भएन आयनको यस बटमै राखेको रहेन रहेछ त भिजाइस् तैँले। म चाहिँ नानीको नराम्रो आएर खाना खानु पनि थालिसकेँ। अब खाना खाएर फेरि एकछिन ओसो जाने हो नजिकै छ नि त त्यही भएर एकछिन त जानु परिगयो। पसिना बगेर त हामी चाहिँ नौरान खाएर पनि अब हामी हिँड्यौँ कहाँ श्रम संस्कृति पार्कतिर हिँड्यौँ है। अब हामी 4 जना चाहिँ अब म पसिना बगेको यहाँनिर मर्केले हामी आएन हेर त मामुसँग झुन्डेको हो अरे मामुसँग झुन्डेको हो कि होइन मामुसँग झुन्डेको हो कि होइन हो आयो भन्दैछ आयनले आयन चाहिँ गाडी आयो भन्दैछ। कहाँ यहाँ तल अब चाहिँ कुल भएको महसुस भयो। अब चाहिँ अहिले चाहिँ यस गर्मीको पसिना हराएछ पसिना हरायो अहिले चाहिँ अलिक छेउ साइड गाडी आयो हामी आइपुग्यौँ हिँडेरै टक्कसँगले उकालो ओह्रालो। आयन पनि हिँड्नु थाल्यो। अब चाहिँ आयनको 2 ठाउँमा 2टा हातमा खेलाउने बोकेर क्याटवक गरेको हो आयनले। कुदिदेऊ आयन कुदा आम्मा कति मजाले हिँड्नु भएको आयन त। हिँड्नुहोस् कहाँ तल गएको हौ। आइसक्रिम खानुपर्छ आइसक्रिम खानुपर्छ आइसक्रिम लु आइसक्रिम खानु जाने नाना अरे आइसक्रिम भन्नु नि नाना आइसक्रिम लु होइन ऊ नाना पो रहेछ त माथि हेर त नाना आयनको नाना पो रहेछ आयनको नाना रहेछ। ओ गुल्लो गाड्यो अब श्रम संस्कृति पार्क पुग्ने आँट्यौँ। मान्छेहरूको भिड बेलुका भएसँगै मान्छेहरूको भिड चाहिँ धेरै छ। हिँड ल हिँड आइसक्रिम कहाँ छ आयन ऊ छ आइसक्रिम हिँड्नुपर्छ नि भरे पक्का सुत्नुपर्छ पक्लक्कै सुत्नुपर्छ भयो। यहाँबाट पछौँ यहाँबाट पछौँ मैले हामी त
चाहिँ पसिसकेको छौँ एफिडी रोज गार्डनभित्र पसिसकेको छौँ यहाँनिर पर्खिँदै पस त यहाँ आमामा पर्खिँदै ढुङ्गा बोक्न आयो है आमामा दामी देख्यो त है फोटो खिच्नु ढुङ्गा बोक्नु भएको हल्का साम्पान हामी आयौँ श्रम संस्कृति पार्कमा आएन राख्दै आयनलाई आए त कुदिरहेछ पुरै एक्लै कुदिरहेछ आयन आइसक्रिम खाने हो आयनले आयन आयो अब आयन चाहिँ हल्का चाम्पाङ बन्ने है आयन चाहिँ हल्का चाम्पाङ बन्ने है रोजमा त ऊ पानी खोइ पानी गरेको होइन अहिले त लिँदैन काले होइन अगाडि छोरा हिँड्दैछ अब चिडीमा हिँड्छ आमामा आयन त कति मजाले हिँड्नुभएको हौ कति मजाले हिँड्नुभएको हौ हिँड्नु आऊ ल बुया होइन बुया गर्नु हुँदैन त के ए अस्ति थिएन हामी आउँदाखेरि पनि ल अब हिँड खोइ पानी रहेन एफटिटी रोज गार्डनमा चाहिँ रोज चाहिँ सुकेको अवस्था रहेछ अहिले चाहिँ रोज चाहिँ रहेछ तर पातहरू सबै सुकिरहेको रहेछ है एफटिटी रोज गार्डनको रोजहरू सबै सुकेछ रहेछ अहिले यस्तो गर्मी भए पनि मान्छेहरूको सङ्ख्या चाहिँ कम भएको छैन सबैजना मान्छेहरू कति भिड है त्यो गर्मी धरानमा कस्तो गर्मी छ र मान्छेहरू बेलुका पुरै भिड आयन अगाडि छ आयो नाचिदेऊ खोइ नाचिदिएको नाच त पानी रोजको बास्ना पनि कस्तो आएछ कस्तो मिठो रोजको बास्ना हौ गुजी आउँछ अरे अनि संस्कृति ए ढुङ्गाको अर्थ चाहिँ के अरे आन्टी फेरि भन्नु संस्कृति प्रविधि र प्रकृति सबै थोक त्यो मिलेपछि मात्रै हाम्रो यो विकास हुने भिडियो बनाउँदै छ अर्थ के हो भन्दा नि यहाँ हेरेको संस्कृति हुनु पर्यो प्रकृति प्रविधि प्रकृति यहाँ प्रकृति त यहीँ छ तीनटा कुरा मिलेपछि मात्रै हाम्रो यो मानव संस्कृति भनौँ न उनले चाहिँ त्यो रहेछ कि अनि यो जगत रहने पृथ्वीमा रहने त्यसको अर्थ चाहिँ त्यो रहेछ यो मैले चाहिँ यो ढुङ्गा के गरेको 3 चुल्हा राखेको होला भन्ने क्या हजुर अनि 3 चुल्हामा त अनि अब यो ढुङ्गा त भएन त्यहाँ पछि लेखेको देख्दाखेरि चाहिँ मैले यो सुरुमा त्यो उसले लाएको देखेको नि त कसले जेसिबीले हजुर जेसिबीले उतालेर लाएको हुन्छ ए त्यो त म त यादै गरेको थिइनँ तर यसको अर्थ चाहिँ के हो भनेर यादै गरेको थिइनँ अनि त्यो ढुङ्गा 3 चुल्हा राखेको हो कि 3 चुल्हामा त्यो ढुङ्गा त भएन किन हो भन्दाखेरि पछि मैले यो आएर हेर्दाखेरि प्रविधि प्रकृति संस्कृति त्यसपछि चाहिँ यो मानव विकास जगत रहेको भन्ने चाहिँ त्यो अर्थ चाहिँ त्यो रहेछ त्यसरी मात्रै हाम्रो यो संस्कारहरू आउँछ भन्ने हजुर यो अनुसारले म त हेरेको पनि थिएँ यो ढुङ्गामा के लेखेको छ भनेर यहाँ रहेछ प्रकृति प्रकृति लेखेको रहेछ यहाँनिर अनि त्यहाँदेखि यहाँ छ प्रविधि यता अनि यता संस्कृति यो मिलेर चाहिँ एउटा हाम्रो के भन्छ विकास भएको रे त्यही भएर चाहिँ यहाँ राखेको जो मान्थ्यो उता पृथ्वीको जगतको के अरे उत्पत्ति भएको विकास विकासको क्रम चाहिँ त्यो भएर मात्रै त्यसले देखाएको रहेछ क्या ए त्यही त म त यादै गरेको थिइनँ है यो कुरा चाहिँ त्यही त त्यो मैले त्यो जेसिबीले नै ढुङ्गा राख्यो ए हजुर अनि यो त 3 चुल्हा होला 3 चुल्हामा चाहिँ ढुङ्गा किन राख्यो पछि आएर हेर्दाखेरि चाहिँ त्यति भएर यो मानव विकास
हजुर अब हामी चाहिँ एसटिटी रोज गार्डनबाट हामी गयौँ उता के अरे उता त के पो थियो धरान देख्यो यहाँनिर टक्कसँगले आमा छोरी हिँड्नुहुँदैछ अगाडि मेरो छोरा झर्दैछ अगाडि जाउँ हामी पर्तिर कति जानु छोइन हेर्नु त बाहिरै निक्ल्याउँछ मात्र कहाँ हेरेकै छुइनँ मैले त्यहाँ त माछा दान गर्ने माछा पनि दान छोइया हेर न छोइया अरे आए बाटो छोइया माछा छ उहाँ माथि हिँड्न त माछा छ अरे माछा हेर्नु न अरे माछा आएको माछा छ अरे माछा हेर्ने नहेर्ने ए यो चाहिँ झाँक्री त झाँक्री त ऐ ऊ पनि रहेछ यसलाई त के भन्छ रोज यो के पो लोटस पहिला यस्तो कति गर्थ्यो नि आमा माछा कति धेरै रहेछ हौ फिस अम्मे फ्रक त कत्रा गरेर रहेछ हौ कहाँ छ ए यो हो त्यो चाहिँ ए यहाँ चाहिँ झाँक्री यो चाहिँ झाँक्री भएकोले झाँक्री दह झाँक्री दह चाहिँ के यसको अर्थ चाहिँ के हो यसको अर्थ चाहिँ झाँक्री दह त्यही त है के यसको अर्थ केही न केही अर्थ होला तर माछा दान पाहा ए पाहा भ्यागु त भनेको त पाहा तर दुलै दुलो छ अनि हामी चाहिँ डुलेर घर फर्क्यौँ मजा आयो कि आएन भन आएन साँच्चै साँच्चै आयो भन न कति आयो कति आयो हिँड न हिँड्दैन तिमी आज लिचाएर पनि फ्याँको सम्पनालाई पाख गर्नुहुन्छ तिमीलाई फटालाई यता यहाँ बस्नुहुन्छ त भाइ लिन हजुर दादा करना रुया तो देख इसको देख यदि कभी न दिख रहा उसको टच कर एसटिटी रोज गार्डनबाट पसेर एसटिटी रक गार्डनबाट निक्ल्यौँ हामी चाहिँ आउनुहोस् है कान्छा नजानुहोस् है टक्कसँगले यताबाट पसेर आऊ कान्छा आऊ ओहोइ कालु अब चाहिँ हामी निक्ल्यौँ घर जाने बेला अब एकैछिन आएको हामी चाहिँ त्यही भएर हामी चाहिँ फर्किहाल्ने अब जाउँ आन्टी घर बाई बाई गरेर उयोहरू फर्किँदै लगिरहेछ उयो त तल तल गइसक्यो मिठो आइसक्रिम आयो आइसक्रिम सबैजना अब आइसक्रिम खान थाल्यौँ हामीले आयन यता आयन
चाहिँ सारा संसार डुलेर पनि माइती घर आइपुगे। माइती घरमा चाहिँ मोमो खाने भनेर यहाँ भाउजूहरू सबैजनाले मोमो बनाउनु आउँदै रहेछ। अनि मैले पनि हेल्प गरेँ, त्यही भएर हामी सबैजना मिलेर चाहिँ मोमो बनाउँदैछौँ। नआउने मान्छे पनि आइसकेको छ, धेरै आँखाले हेर्दै। हाम्रो मोमो चाहिँ रेडी भइसक्यो, तर हाम्रो मोमोको अनुहार चाहिँ ठिकै मात्र छ, आज यस्तो ब्युटिफुल छैन। के गर्ने अब हाम्रो चाहिँ मोमो पाकेर पनि खानु सुरु गऱ्यौँ। अब मोमो आइसक्यो मेरो अगाडि, अब मैले खानु सुरु गरेँ। बाई बाई।